हजुरआमाको स्वर नै हाम्रो परिवारको बिहानको भजन हो। उहाँले गाउँदै आएका यी श्लोकहरूले हामीलाई सधैँ धर्म, संस्कार र सकारात्मकताको बाटो देखाएका छन्। आज 100 वर्षको यात्रामा पनि उहाँको ऊर्जा र चम्किलो अनुहार हामी सबैका लागि प्रेरणाको स्रोत बनेको छ। यो यात्रा केवल उमेरको होइन, आशीर्वादको हो। मिति 2082 साल कार्तिक 1 गते हाम्रो पूजनीय माता लीलामाया बस्नेतको 100 वर्षको शतवार्षिकी शुभ जन्मोत्सव परेको हुनाले हामी यो 100 वर्षको जन्मोत्सव यो मनाउन गइरहेका छौँ। छथर फाक्सामारा बतासेमा बलजित थापा र रूपा देवी थापाको कोखबाट 1983 साल कार्तिक महिनामा जन्मनु भएको हाम्रो ममतामयी आमा 2000 सालमा हाम्रो बुबा निरपसिंह बस्नेतसँग वैवाहिक सम्बन्धमा बाँधिनुभयो र उहाँले भनेअनुसार 90 सालको भूकम्पमा म 7 वर्षको भएकी थिएँ र म चाहिँ 17 वर्षकी हुँदा बिहे भएको हो भन्ने कुरा भनेको आधारमा हामीले 1983 साल कार्तिक महिनालाई आमाको जन्म महिना मानेर विगत वर्षदेखि नै हामी कार्तिक महिनालाई जन्मोत्सवको रूपमा मनाउँदै आएका छौँ र सो अनुसार हिसाब गर्दा अहिले 99 वर्ष पुरा गरेर 100 वर्षमा आजबाट उहाँले यो चाहिँ पदार्पण गर्नु भएको छ र यो हामी सबैको सौभाग्यको कुरा हो। अहिले हामी आमाका सन्तानहरू यहाँ उपस्थित छौँ। हामी 2 जना दाजुभाइ, 2 जना बुहारीहरू, 5 जना छोरीहरू, 5 जना ज्वाइँहरू र नाति नातिनाहरू र थुप्रै पनाति पनातिनाहरू, जनाती जनातिनाहरू समेत कुल कुटुम्ब इष्टमित्र सबै भेला भएर आज आमाको सुस्वास्थ्यको कामना गर्दैछौँ र दीर्घ जीवनको कामना गर्दैछौँ। सुस्वास्थ्य र दीर्घ जीवनको कामना सहित आमालाई चाहिँ हामीले साष्टाङ्ग दण्डवत गर्दैछौँ र उहाँबाट आशीर्वाद ग्रहण गर्ने जुन अवसर हामीलाई मिलेको छ यो अत्यन्त दुर्लभ चिज हो। यो थोरै परिवारले मात्रै प्राप्त गर्ने चिज हो र यो यसमा हामी सबैलाई गर्वको अनुभूत भएको छ। आदरणीय गुरुलाई हामीले बिहानैदेखि बोलाएर स्वस्ति शान्ति गरेर अष्ट चिरञ्जीवीको पूजा आराधना गरी हामीले चाहिँ आज यो जन्मोत्सव मनाइरहेका छौँ र हामीलाई एकदमै खुसी लागेको छ। यस्तै जन्मोत्सवहरू क्रमशः मनाउँदै गर्न पाइयोस् भन्ने कुरा पहिले चाहिँ यो सदिच्छा हामी सबै परिवारको तर्फबाट राखेका छौँ र अन्त्यमा आमाको दीर्घ जीवनको कामना गर्छौँ। आमाको आशीर्वाद पाइरहने हामीले अपेक्षा गर्छौँ। हस्। नमस्ते, हामी आमाको 100 वर्षको बर्थडेमा आएको। गुड। माता पिता घर फेरि आउँछ। हामी सबैको कामना यही छ, हजुरआमाको मायाले यो परिवार सधैँ एक ठाउँमा कासिरहोस्, उहाँको मुहार सदैव यस्तै हँसिलो झुल्किरहोस् र उहाँको आशीर्वादले अझ धेरै वर्ष हाम्रो साथ दिइरहोस्। पैसा त थुप्रो भएछन् त हजुरआमा, कति भए? 25,000। 25,000 भएछन्? राम राम राम। नदिने मलाई? ल ल ल ल 25,000 पैसा पाइयो।